आज हामीले डिब्बावाला साबुन कसरी बन्छ भन्ने विषयमा हामीले यहाँ भिडियो बनाएका छौँ। त्यसैले पुरा भिडियो हेर्नुहोला। हजुरले भाँडा माझ्ने साबुन कसरी बन्छ। हामीले यहाँ मिक्स गरिएको छ, यहाँ पाउडरहरू हालेर धेरै र मेटेरियलहरू यो मिक्स गरिन्छ मेसिनमा हालेर। लगभग 1 घन्टापछि पर्फ्युम हालिन्छ। पर्फ्युमको काम भनेको यो बास्नका लागि मात्र हो र अनि यसरी झारियो है, मेसिनबाट झारियो। यो तातो हुन्छ। डिब्बावाला बनाउनका लागि अलिक गिलो साबुन झराउनुपर्छ र यसरी झार्दै अनि त्यसपछि मेसिनमा हालेपछि यस्तो अवस्था आउँछ। यो बुट्टा भरेको यो बनावट भएर आउँछ। त्यो भ्याकुमबाट यहाँ भ्याकुम छ, त्यहाँ माथिबाट सानो पिस गरेर झरालेको हुन्छ। अनि यहाँ कट गर्नको लागि चाहिँ अर्को मेसिनमा लगेर हामीले काटिन्छ। यसलाई डिब्बामा राख्नको लागि यो चाहिँ ग्राम अनुसारको यो साइज बनाइन्छ हामीले र अनि यसरी डिब्बामा एकुन्टा गरी राखिन्छ, एक गरी। अहिले यहाँ भर्ने राख्ने प्रोसेस चलिरहेको छ। धेरै डिब्बाहरू छन्। यसरी काट्दै यसरी परेको हुन्छ गोलो बनेर। र अब हामीले चाहिँ यहाँ जुना स्टिकर बिर्को लगाएर अनि कार्टुनमा प्याक गरेर लाने गरिन्छ। यहाँ हामीले चाहिँ बिर्को लगाउने प्रोसेस चलिरहेको छ। अनि यहाँ कार्टुन पनि लगाइसकेको छ अनि घर घर पठाइन्छ। आज हामीले डिब्बावाला साबुन कसरी बन्छ भन्ने विषयमा हामीले यहाँ भिडियो बनाएका छौँ। त्यसैले पुरा भिडियो हेर्नुहोला। हजुरले भाँडा माझ्ने साबुन कसरी बन्छ। हामीले यहाँ मिक्स गरिएको छ, यहाँ पाउडरहरू हालेर धेरै र मेटेरियलहरू यो मिक्स गरिन्छ मेसिनमा हालेर। लगभग 1 घन्टापछि पर्फ्युम हालिन्छ। पर्फ्युमको काम भनेको यो बास्नका लागि मात्र हो र अनि यसरी झारियो है, मेसिनबाट झारियो। यो तातो हुन्छ। डिब्बावाला बनाउनका लागि अलिक गिलो साबुन झराउनुपर्छ र यसरी झार्दै अनि त्यसपछि मेसिनमा हालेपछि यस्तो अवस्था आउँछ। यो बुट्टा भरेको यो बनावट भएर आउँछ। त्यो भ्याकुमबाट यहाँ भ्याकुम छ, त्यहाँ माथिबाट सानो पिस गरेर झरालेको हुन्छ। अनि यहाँ कट गर्नको लागि चाहिँ अर्को मेसिनमा लगेर हामीले काटिन्छ। यसलाई डिब्बामा राख्नको लागि यो चाहिँ ग्राम अनुसारको यो साइज बनाइन्छ हामीले र अनि यसरी डिब्बामा एकुन्टा गरी राखिन्छ, एक गरी। अहिले यहाँ भर्ने राख्ने प्रोसेस चलिरहेको छ। धेरै डिब्बाहरू छन्। यसरी काट्दै यसरी परेको हुन्छ गोलो बनेर। र अब हामीले चाहिँ यहाँ जुना स्टिकर बिर्को लगाएर अनि कार्टुनमा प्याक गरेर लाने गरिन्छ। यहाँ हामीले चाहिँ बिर्को लगाउने प्रोसेस चलिरहेको छ अनि यहाँ कार्टुन पनि लगाइसकेको छ अनि घर घर पठाइन्छ।